हेलो साथीहरू, आज म समोसा बनाउँदैछु। अब पिठो मुछिसकेँ अनि यो समोसाको भित्र राख्ने चिज बनाउँदैछु। अब यो पनि पाकिसक्यो। अब यसलाई पनि राखेर समोसा बनाउन सुरु गर्नु पर्यो। अब यो लाइफमा पहिलोपटक बनाएको है मैले। त्यस्तो बनाउने अनुभव पनि छैन है, तर पनि हेरौँ, ट्राई गरौँ कस्तो हुन्छ। ल अब थालमा चाहिँ यो मेरो कान्छी बुढीले बनाएको हो। यो बाटामा भएकोहरू जति चाहिँ मैले बनाएको हो। यसो हेर्नु होला है, कसले बनाएको चाहिँ राम्रो छ अनि यसो प्रतिक्रिया दिनु होला है त। अनि अब फाइनल्ली हाम्रो समोसाहरू चाहिँ पाकेर रेडी भयो, साथमा अचार पनि। अब खाने त मात्रै छ, अब खानु पर्यो अब होइन। ल खाना चाहिँ आउनुहोस् है, कति मिठो छ ट्राई गरौँ, सँगसँगै बाँडी चुडी खाउँला गाइस।